यो कथा हो एउटा सानो झोलाको अनि एउटा ठुलो सपनाको। यो हो अर्जुन। ऊ हरेक दिन आफ्नो झ्यालबाट हिमालको सुन्दरता हेर्थ्यो। ऊ कक्षामा त हुन्थ्यो, तर उसको मन भने बाहिरको सुन्दर संसारमा घुमिरहन्थ्यो। एक दिन शिक्षकले एउटा रमाइलो खेलको घोषणा गर्नुभयो। नेपाल यात्रा खेल। अर्जुनले आँखा चिम्म गर्यो र कल्पनाको पखेटा फिजाएर नेपाल घुम्न लाग्यो। सबैभन्दा पहिले ऊ पुग्यो सगरमाथाको फेदमा। संसारकै अग्लो शिखर, चिसो हावा थियो, तर पर्यटकहरूको मुस्कानले उसको मन न्यानो भयो। त्यसपछि ऊ पुग्यो पोखरा, जहाँ फेवाताल ऐना जसरी चम्किरहेको थियो। हाँसिरहेका मानिसहरू र माछाहरू देखेर उसले सोच्यो, मेरो देश त साँच्चै जादुमय रहेछ। अब उसको यात्रा पुग्यो लुम्बिनी, भगवान बुद्धको जन्मस्थल। त्यो शान्त ठाउँमा उसले बुझ्यो नेपालले संसारलाई शान्तिको सन्देश दिएको छ। अचानक शिक्षकले सोध्नुभयो, अर्जुन तिमी कहाँ पुग्यौ? अर्जुनले आफ्नो यात्रा सुनायो र साथीहरू सबैले खुसीले ताली बजाए। अनि शिक्षकले भन्नुभयो, नेपाल ठाउँ मात्र होइन, यहाँका मानिसहरू पनि सुन्दर छन्। त्यो दिन घर फर्किँदा अर्जुनले आफ्नो वरपरको संसारलाई नयाँ आँखाले हेर्न थाल्यो। खुलेका रुख, मेहनती किसान अनि खेल्दै गरेका केटाकेटी, सबैमा उसले सुन्दरता देख्यो। अनि उसले बुझ्यो नेपालको असली सुन्दरता त हरेक नेपालीको अनुहारमा पो रहेछ। त्यो रात अर्जुनले आफ्नो डायरीमा एउटा नयाँ सपना लेख्यो। उसले लेख्यो, मेरो देश सानो होला, तर यसको सुन्दरता संसारभन्दा ठुलो छ। यही कुराले उसको मनमा भविष्यको लागि एउटा ठुलो सपना जगाइदियो। अनि उसले बाचा गर्यो, म ठुलो भएर नेपाललाई अझै राम्रो बनाउनेछु। अर्जुनले बुझ्यो नेपाल देश मात्र होइन, यो त एउटा सपना हो।